अरू घरमा कसरी मुक्त हुन्छ दिदीले हेलो एभ्रिवान र हामी पोलोपुर चाहिँ 4 घन्टाको ट्राभलमा चाहिँ यता बुद्ध पार्क आइपुग्यो सबैजना होइन अन्त यता चाहिँ नानीहरू जाउँ न भनिरहेको थियो नि त बुद्ध पार्क पनि अन्तखेरि नानीहरू अब आएको थिएन नि त त्यही भएर चाहिँ ल यता पनि आउनु भनेर हामी सबै त्यहाँनिर राबङलामै बुद्ध पार्कमा चढेर चाहिँ र यहाँनिर टिकट काट्नुपर्ने हुन्छ होइन सबै टिकट काटेर हामी सबै भित्र आफ्नो आफ्नो पस्यो र यतानिर सबैजनाले फोटोहरू खिच्यो होइन भिडियोहरू बनायो र यताबाट चाहिँ हामी बुद्ध पार्कबाट निस्केर चाहिँ हामी छिटो उता जोरथाङ पनि जानुपर्ने हुन्छ नि त मेलामा त्यही भएर चाहिँ हामी यहाँ छिटो घुमेर चाहिँ जोरथाङको लागि चाहिँ भटभट हामी गएर चाहिँ हामी चाहिँ जोरथाङ पनि हामी 4 घन्टाको उयसमा पुग्यौँ किनभने हामी अर्कै बाटो भएर आयौँ नि त छोरी भएर त्यही भएर चाहिँ यता जोरथाङमा पनि हामी 4 घन्टामा पुगेको थियो यस्तो डराउनु थाकेको थियो साथीहरू ट्राभल गर्दाखेरि चाहिँ र हामी मेला पनि अब घुम्नु सक्दैन होला सोचिरहेको थियो सबै थाकिरहेको थियो होइन तर पनि हेर्नु त नानीहरूलाई भनेर हामी बिस्तारै बिस्तारै त गयो हिँड्दै हिँड्दै भए पनि गाडी पार्क गर्ने तल हो साथीहरू र हामी जानुपर्ने अलिक माथि र हामीलाई त अब त्यति साह्रो थाहा छैन जग्गा बाटोहरू होइन हामीलाई त अब लामै लाग्छ त्यस्तो थाकेकोमा तर पनि नानीहरूलाई भनेर हिँडेर गयो हिँडेर जाँदा झन् त्यहाँ माथि थाक्यो जोरथाङमा मेला फेरि यस्तो त ठुलो लागेको रहेछ त्यहाँनिर चारैपट्टि मेला यता पनि मेला उता पनि मेला लागेको रहेछ नानीहरूलाई त्यहीँ घुमाउँदैन झन् हामी त थाक्यो सबैजना होइन र हामी त त्यहाँनिर मेन मेलामा त जानु पाएन भने पनि हामीलाई ढिलो भइसकेको थियो र सबै थाकिसकेको थियो त्यही भएर चाहिँ हामी मेन मेला जानु परेन र यता बाहिर खालि घुमेर चाहिँ लु जाउँ भन्ने भयो घर पनि आउनु पर्ने थियो नि त बेलुका ढिलो हुन्छ नि त त्यही भएर चाहिँ हामी चाहिँ बाहिर घुमेर नानीहरूलाई त्यहाँनिर देखाएर चाहिँ हामी सिधै घर आयो र आजको भिडियो चाहिँ यति नै हुन्छ होइन छोटो छ होइन तर पनि अब एउटा बनाइराखेको एउटा मेरोको लागि बनाइराखेको होइन सो आजको भिडियो यहाँ एन्ड गर्छु बाइ सी यु इन नेक्स्ट भिडियो।